वेलकम ब्याक टु माई न्यू भ्लग। हामी चाहिँ किन यसरी सुस्तरी बोलेको भन्दा चाहिँ त्यहाँ उता चाहिँ मान्छे ट्युसन पढ्ने बच्चाहरू हुन्छ, त्यही भएर चाहिँ हामी चाहिँ हल्का सुस्तरीमा बोलेको र अहिले उता गएपछि चाहिँ हामी जसरी बोल्छौँ होइन जाम। आहा भएन वाह त कहाँ हराइस? हाम्रो चाहिँ तामान्ना गुरुङ पनि आइसके। हेलो हेलो भन्न। हामी चाहिँ लुकुडुम खेल्छौँ ल अब। साइकल किन हेराएको छ तामान्ना? चुल्थी तिम्रो चुल्थी न तान मलाई चाहिँ गीतै आएन सारी। यो साइकल के भन्नु मेरो साइकल गाइस अहिले हामी लुकुडुम खेल्छौँ र तपाईँहरूलाई आज चाहिँ हामीले तर लुकुडुम त खेल्छौँ भने नि तर धेरै पछि भ्लग स्टार्ट गरेको हो, किनकि लगभग 3-4 मन्थ भयो होला, 4-5 महिना भयो होला, किनकि हामीले भ्लग नबनाएको चाहिँ धेरैभन्दा पनि धेरै भइसक्यो भ्लग नबनाएको हो कि होइन बुन्टु? बुन्टु हामीले भ्लग नबनाएको कति भयो र? मन परेन? ल गर न भ्लगहरूलाई पनि देखाइदियो। ल अब हामी लुकुडुम खेलेको भ्लग नै ल्याउँछौँ र हामीले चाहिँ आज एकदमै लङ टाइमपछि भ्लग ल्यायौँ होइन बुन्टु? कति महिना भयो होला, 4-5 महिना भयो होला नि भ्लग नहालेको, तर फेरि कति फेदर पेतर बोली भन्नु होला नगरे भ्लग बनाउँदा कति पेतर पेतर बोली फेदर बोली के हो भन्नु होला नभन्नु होला। यस्तो चाहिँ लङ टाइम पछि उतै खुच्चे हो यो भ्लगमा आउने। छुच्ची बुढी यो आमा छुच्ची बुढी छुच्ची बुढी। अब हामी लुकुडुम खेल्छौँ। तामान्नाले के भयो र? चल जुठा हाल्नु बुन्टु गरेर त एकचोटि हेर। ल हामी लुकुडुम खेल्ने हो नि? लुकुडुम खेल्छौ तिमी? ल म पनि खेल्छु। ल हामी 3जना मात्र भयो नि, खेलौँ न मजै आउँछ। म चाहिँ पात टिप्छु ल गाइस। केमा हाल्न एकछिन है, मैले चाहिँ एउटामा हालेँ। ल कुन हो लास्टमा त तिमीले यो दुईवटा ठाउँ त मै दुम परेको आएपछि गएँ। म 100 गनेर आउँछु, त्यति बेलासम्म तिमीहरूले लाइ म 100 गनेर आउँछु, तिमीहरूले चाहिँ के अरे लुक्दै गर ल। त्यही त माइजको घरतिर जान पाइन्न अनि यस्तो माथि जान पाइन्न, यति बारीतिर त अब सर्प आउने डर हुन्छ र यति भागमा है टोइलेट भित्र पनि जानु पाउन्न है, यति भाग है। म चाहिँ भित्र जान्छु, तिनीहरू चाहिँ लुक्दैछ नि त, किनकि भित्र गएर सब देखाउँछु तपाईँलाई। यो चाहिँ भुन्टु गुरुङको थार बिस्ताराको हालत त यस्तै छ गाइस। यो चाहिँ भुन्टु गुरुङको आइप्याड भन्छन् आइप्याड भन्छन् कि चाहिँ ट्याब भन्छन् आई डोन्ट नो, बट भुन्टुको हो यो चाहिँ। गन्छु मैले गनाइ हुन्छ कि हुन्न हेरौँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 भयो कि भएन? भयो त। 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 44 45 46 47 48 49 50 51 भन्दा 61 51 52 53 गाइस 53 मा पुगेछु र म एउटा कुरा भनिदिइहालेँ तपाईँलाई।
यो क्यालेन्डर कहिलेको यो दिनमा चाहिँ तपाईँ एउटा कुरो भनिदिउँ गाइज साँच्ची भनिहालेँ ल यो साउन कुन हो यो साउन है यो साउनको यो गते शुक्रबार पर्दो रहेछ होला सायद जे बार परे पनि यो गते चाहिँ यो चाहिँ अहिले चाहिँ आज चाहिँ कति हो असारको 16 गते हो र मेरो बर्थडे चाहिँ आज चाहिँ असारको 16 गते हो र मेरो बर्थडे चाहिँ साउनको 23 गते सबैले मलाई साउनमै गर्नु होला विश चाहिँ किनकि साउनमा बर्थडेको भ्लग पनि बनाउने नै छु म भयो माया 100 गर्ने भए यिनीहरू त लुकेकै छैनन् गाइस त्यत्रो भनेर आइसके के अरे मैले त्यत्रो गनिसकेँ त्यत्तिकै नहुने फाइनली तिनीहरूले चाहिँ भयो भनिसकेको छ मलाई थाहा तिनीहरू कहाँ लेख्छन् भन्ने कुरा हेर म त त्यहाँ त्यो ठाउँमा छ भने छैनन् तिमीलाई भेट्न कहाँ गए तिनीहरू तामाना ढ्याप उठ बाबा ओए पानी भरे माइजू मैले त सोचेको थिएन यति लामो मेरो हातमा मोबाइल छ क्या माइजू मिले पो हाल्नु ड्रममा त पहिल्यैदेखि पानी हैछ गाइस के पाइप मोबाइल भ्लग बन्दै हो क्या त्यही भएर तिनीहरूलाई मैले पकाएर त पकाएको थिएँ तर कहाँ भाग्यो भाइ त्यस्तो त मानिन्न नि पगाडी सकेर नि भाग्छ नि तामाना ढ्याप त पहिले भइसकिस् मेल्छ ढ्याप सक्यो कहाँ पाउँछ र तामाना त्यसै तल रे हो उता तल यहाँ ठुलो घर अगाडि हैन ल जा तामाना त परिस आऊ बुन्डु हामी त 100 गर्ने आइज ल आऊ बुन्डु हुन्डीको जुठो हुन्छ कि अहिले पछि लास्टमा खाने हुन्छ ल हामी कपाली पनि गाइस ल गए म गाइस दोकान जानु पर्यो र म चाहिँ भिडियो यतिमै स्टप गर्न चाहन्छु गाइजहरू हेर्नु कस्तो राम्रो हो कि वातावरण गाउँको जस्तै के तर त्यो चाहिँ घर होइन टोयलेट हो बाई गाइस म चाहिँ भ्लग यतिमै इन गर्न चाहन्छु र यो चाहिँ युट्युब च्यानलमा आउँछ युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला वेली बटर युट्युब च्यानलको नाम चाहिँ वेली बटर हो 91 पुगेको छ छिटै नै 100 पुगाइदिनु हुन्छ आशा छ र 100 बाद त बिस्तारै त नि माथि जाने होइन त्यही भएर बिस्तारै हामीलाई माथि पुऱ्याइदिनु होला अहिले त बच्चैसम्म केही जानेन भने के अरे भ्लग बनाउँदा केही गाह्रो भएको भए चाहिँ माफ गरिदिनु होला केही जानेनौँ भने केही गलत बोल्यौँ भने माफ गरिदिनु होला गाइज म दोकान जान लाग्छु ल बहिनी